के मिराज ढुङ्गाना एकेए दराजबाट मँगाइएको आदित्य पाञ्चोलीले भनेको कुरा सही हो? लेट्स ब्रेक थिङ्स डाउन। यसको नामको स्पेलिङ नै गलत छ भाइ, त्यहाँ जेको ठाउँमा जिई हुनुपर्ने। मिराज अर्थात् भ्रम, आँखाको छारो, र यसले पनि आँखामा छारो हाल्ने बाहेक केही पनि काम गर्दैन। एक्चुअली यो त आइरोनीको पर्फेक्ट इक्जाम्पल हो। जस्तो नाम त्यस्तै काम। वास्तवमा भन्नुपर्दा यो भाइ आफै भ्रममा छ। कसरी? छारो भाइको पुरानो भिडियो हेऱ्यो भने आफूलाई सानो उमेरदेखि पोलिटिक्समा लागेको भनेर धेरैचोटि भनेको छ। ए बाबु, बाउको पुच्छर लागेर कङ्ग्रेस र एमालेको मासु भात खानुलाई पोलिटिकल इन्भल्भमेन्ट भन्दैन, खान नपाएको भुकमरी भन्छ। धेरैलाई अझै पनि याद छ, जेन्जी आन्दोलनको दिन हजारौं युवालाई सडकमा पठाएर छारो भाइ आफू चाहिँ मरुन कलरको कोट प्यान्ट लगाएर फोटोसुट गर्नमा व्यस्त थियो। अहिले त्यो फोटो खोज्यो भने फेरि कतै पनि भेटिँदैन। आन्दोलनपछि डिस्कोर्ड बैठकमा यो भाइले एजेन्डा क्लियर छ भनेर 1 मिनटमा 30-40 चोटि भनेको सुन्दाखेरि यसले हामीलाई विश्वास दिलाउन खोजेको कि आफैलाई रिएस्योर गर्न खोजेको भन्ने कुरा अहिलेसम्म पनि रहस्यमय नै छ। आन्दोलनपछिको 2-4 महिना पहिला निकास त्यसपछि चुनाव भनेर नारा लगाउने यो महान आत्मा चुनाव नजिकिँदै जाँदा अब रोक्न नसकिने रहेछ भन्ने कन्फर्म भएपछि कङ्ग्रेसको ब्रान्ड एम्बेसेडर बन्न भ्याइसकेको थियो। टिपिकल जग्गा दलाल, यता कमिसन आएन या त थोरै भयो भने उतातिर लुसुक्क। अनि जब रासोपाले चुनाव जित्यो अचानक फिलोसफर बनेर कर्म र भाग्यको पो कुरा गर्न थाल्छ फेरि। छारो भाइले आन्दोलन अगाडि नेपालमा 2टा क्यान्सर छन् भनेर पनि भनेका थिए। अब त्यो बेलाको गिन्ती हिसाब त मैले गरिनँ, तर अहिलेको नेपालमा चाहिँ साँच्चीकै नै 2टा क्यान्सर छन्। पहिलो क्यान्सर यो ग्वाङ्ग्रे अनि दोस्रो क्यान्सर चाहिँ तयोस भाइ। अब मेन टपिकमा आउँ। छारो भाइ भन्छन् प्रधानमन्त्रीले $700 कमाए राष्ट्रको नाममा सम्बोधन गरेर। पढ्ने बेलामा जग्गा दलालीमा लागेपछि यस्तै हुन्छ। तिम्रो यो क्लेमको सोर्स चाहिँ के हो भाइ? फेसबुकबाट इन्कम भनेको एड रेभेन्यू, फ्यान फन्डिङ अनि सब्सक्रिप्सनबाट हुन्छ। बालेनको पेजमा सब्सक्राइब भन्ने बटन छैन। फ्यान फन्डिङ पनि अफ गरिएको छ र तिमीले भनेको भिडियोलाई 700 नै चोटि हेऱ्यौ भने पनि कुनै एड आउँदैन त्यसमा। अनि यो $700 को मेट्रिक चाहिँ तिमीले कहाँबाट झिकेर ल्यायौ? यसलाई यत्तिकै छारो भाइ भनेको होइन नि। अनि यो 10 जिब्रेलाई क्रेडिबिलिटी दिने मिडिया देख्दा झनै हाँसो उठेर आउँछ। कसैले बिना स्रोत र प्रमाण जे पनि भन्न पाउने र मिडियाले क्रस क्वेसन नै नगर्ने हो भने यस्ता पाखण्डीहरू त कति उदाउँछन् हाम्रो देशमा। इक्जाम्पल अहिले पनि देख्न सक्छौँ हामी। आजकल माइती घरमा म लुसिफर हुँ, दरबार हत्याकाण्ड मैले गर्दा भएको भन्ने एउटा पागलले कुन लेभलको पब्लिसिटी पाइरहेको छ तपाईँलाई थाहा छँदैछ। मिडिया पनि आजकल स्टोरी र रिसर्च भन्दा भाइरल स्टेटमेन्टको पछाडि दौडिरहेको छ र यो भन्दा ठुलो फेलियर अरू केही पनि हुन सक्दैन। तिमी नेता वा एक्टिभिस्ट केही पनि होइनौ। डिल्युजन भन्ने शब्दको लिभिङ एक्जाम्पल हौ। तिमीलाई हेर्दा यस्तो लाग्छ कि नेटफ्लिक्सको फ्री ट्रायल, पहिलो दिन एक्साइटमेन्ट, दोस्रो दिन क्यान्सलेसन। तिमी क्लियर एजेन्डाको रिङटोन हौ। बारम्बार बग्छ तर कसैले पनि त्यो फोन उठाउँदैन। तिमी जग्गा दलालको बिग्रेको पावर पोइन्ट प्रेजेन्टेसन हौ। स्लाइड त चेन्ज हुन्छ तर कन्टेन्ट कहिले पनि आउँदैन। अडियन्सलाई कन्फ्युज गर्न चाहिँ तिमी मास्टर हौ, तर कन्भिन्स गर्न भने चाहिँ तिमी किन्डरगार्टेन ड्रप आउट। हाम्रो पहिलो क्यान्सर ग्वाङ्ग्रेले एटलिस्ट कुनै ट्रिटमेन्ट त खोज्ने कोसिस गर्छ। तिमी त सेल्फ डायग्नोस्ड लेजेन्ड। अझै पनि ढिला भएको छैन भाइ, तिमी सुध्र्य। गएर आफ्नै जग्गा दलाली काम गर, त्यसमा जसलाई जति छारो हान्न पनि पाइन्छ।